everyone. Hope तपाईहरु सबजना सन्चै हुनुहुन्छ होला। म नेपाल आएर भिडियो टाइममै पोस्ट गर्छु भन्ने सोचेको थिएँ, तर सबै आफ्नो मान्छेसँग भेट्दा ओर्दा टाइम बितेको त थाहै भएन। Finally all of my homies are together with me now. So अलिकति क्यामेरा हामीले नचलायो हैन चट्ट। सो हामी चाहिँ अहिले ल्यान्ड भएर पशुपतिको दर्शनको लागि जाँदै छौँ। यो भ्लगलाई चाहिँ कन्टिन्यू हान्नु पर्यो क्या एकपल्ट। होइन कहाँ भेट्ने हो दाइ 5 वर्ष जान्छु 5 वर्ष यस्तो मेहनत हान्छु नेताहरूले देश बनाउँदै गर्छ अहिलेको भोटले आशिष दाइ यस्तो रातिको 12:30 भइसकेको थियो र हामी पशुपतिको दर्शनको लागि यो ढोका हुँदै अगाडि गयौँ। माथिबाट दाइ यहाँ माथिबाट आउनु न लास्ट कम्प्लिट भ्यू हेर्नु न अझै सँगै हिँड्नु यार यतिको हुनु पऱ्यो नि त अझै फेरि हाम्रो वान अफ द बेस्ट प्लान मेकर है म स्या भइसक्यो म पहिला त्यस्तो हिँडेको मान्छे अहिले चाहिँ नहिँडेको मान्छे यति हिँड्दैमा फ्या भइसक्यो यो नि त टक्क भ्यू भन्नु होइन बिगेस्ट हिन्दू टेम्पल थाकेँ यार म हाम्रो दर्शन आएर पशुपतिको दर्शन गरिसकेपछि यहाँको हिस्टोरिकल प्लेसहरूको छोटो टुर गऱ्यौँ विथ द हेल्प अफ अजय एन्ड प्रसन्न। I feel very lucky to be in Nepal after 16 months. अब थकै पनि लागिसक्यो र रात पनि लामो भयो। भोलि बिहान भेटौँ न। गुड नाइट गाइस। र यसरी कफीको साथमा हाम्रो बिहानको राइड स्टार्ट भइसकेको छ। अहिले चाहिँ बिहानको 7:30 भयो र हामी चाहिँ पर्फेक्ट सनराइज टाइमिङमा आइपुगेका छौँ। गाइस हामी चाहिँ आज नुवाकोट आइसकेका छौँ हैन मर्निङको फ्रेस हावा र भ्यू इन्जोय गर्दै हामी खाजा खानतर्फ लाग्यौँ। यो लास्टमा चाहिँ बस्दा ठिक हुन्छ कि आँखामा माछा पाल्ने छ ट्राउट माछा है फ्रेस पानीमा बस्ने माछा ट्राउट। हामी 4 जना स्कुलदेखिको साथी एकअर्काको हाँसो मजाक गर्दै खाजाको वेट गर्दै थियौँ। 8:30 भइसकेको थियो र हामी ढिला नगरी फेरि राइटतर्फ अगाडि बढ्दै थियौँ। थोरै समयको राइडपछि हामी यस्तो राम्रो ठाउँमा आइपुग्यौँ। घरको अर्ग्यानिक मै खाएर हामी माथि डाँडाको भ्यू पोइन्ट हेर्न जाने कुरा भयो। मन्दिर चाहिँ अन्डर कन्स्ट्रक्सन गाइस। मन्दिर घुम्न आइरहेको छौँ हामी होइन। कालिका मन्दिरको दर्शन गरेर हामी केही समय हामीले त्यहाँको पनि भ्यू इन्जोय गऱ्यौँ।